स्वार्थी मान्छेका 10 संकेतहरू बताउँछु आज म तपाईलाई। मतलबी मान्छेका 10 संकेत कसरी पहिचान गर्ने स्वार्थी र मतलबी मान्छे। पहिलो कुरा, मतलबी मान्छेले बोल्ने र गर्ने कुरामा बिल्कुलै फरक हुन्छ। मतलबी मान्छे तपाईसँग ठूला ठूला कुरा गर्छ, तर जब गर्ने बेला आउँछ त्यति बेला केही पनि हुँदैन। र यो कुरा तपाईले सुरुबाटै जाँच गर्न जरुरी हुन्छ, किनकि उसको शब्द र कर्म कहिल्यै पनि मेल खाँदैन। बोल्छ एउटा, गर्छ अर्को। यसरी बोलाइ र गराइमा फरक बनाउँछ मतलबी मान्छेको। उसले त्यही कुरा गर्छ जुन तपाईँ सुन्न चाहनुहुन्छ। उसको कुरामा कुनै अर्थ हुँदैन, केवल शब्द मात्रै हुन्छ। यदि तपाईसँग पनि यस्तै भइरहेको छ भने, बोल्छ बहुत तर गर्ने बेलामा ठिक विपरीत गर्छ भने, यसको मतलब त्यो मान्छे मतलबी छ, त्यो मान्छे स्वार्थी छ। उसलाई केवल आफूसँग मात्रै मतलब छ, तपाईको मतलब छैन उसलाई। यो बानीले, यो ह्याबिटले चिनिन्छ, यो संकेतले चिनिन्छ यो मान्छे मतलबी हो। दोस्रो संकेत, ऊ त्यति बेला मात्र तपाईको साथमा हुन्छ जति बेला उसलाई तपाईको आवश्यकता हुन्छ। फेरि उसले तपाईलाई भगवानै बनाइदिन्छ कि तिमी मेरो यो काम गरिदेऊ, अथवा मेरो यो काममा सहयोग गरिदेऊ, यो मेरो दुःखमा साथ देऊ। उसलाई अरू कुनै कुराको प्रभाव हुँदैन, केवल तपाईलाई उसले युज गर्न जानेको हुन्छ कि तपाईलाई कति बेला कसरी युज गर्ने भनेर उसलाई पुरा थाहा हुन्छ। तपाईले बुझ्नु भएको छ नि यहाँसम्म। तेस्रो कुरा, आफूले गरेको बाचा आफैले तोडिदिन्छ मतलबी र स्वार्थी मान्छेले। स्वार्थी र मतलबी मान्छेको अर्को संकेत हो, बाचा पनि आफै गर्छ, कसम पनि आफै खान्छ, र ती बाचा र कसम तोड्न पनि ऊ आफै अगाडि सर्छ। र पनि ऊ आफ्नो गल्ती महसुस गर्न सक्दैन भने यस्तो व्यक्तिसँग पनि तपाईँ सचेत रहनुहोस् कि यो मान्छे स्वार्थी हो, यो मान्छे मतलबी हो, र यो मान्छे गलत हो। तपाईका लागि यो मान्छे गलत हो भन्ने कुरा बुझेर तपाईँ क्लियर हुन जरुरी छ। चौथो संकेत, मतलबी मान्छे कहिल्यै पनि सच्चा हुँदैन। कि जो मान्छे स्वार्थी हुन्छ ऊ सिर्फ आफ्नो बारेमा मात्रै सोच्छ। ऊ सही र गलत कहिल्यै पनि सोच्दैन, साँचो र झुटो सोच्दैन। ऊ जो मतलबी व्यक्ति हुन्छ ऊ हमेसा झुटो मात्रै बोल्छ। सत्य उसको मुखबाट निस्कँदैन। यताबाट कुरा गरे पनि, उताबाट यो विषयमा त्यो विषयमा जुन विषयमा कुरा गरे पनि उसको मुखबाट झुटो मात्रै निस्कन्छ, सत्य कहिले निस्कँदैन। उसलाई के लाग्छ थाहा छ? उसलाई के लाग्छ भने, म सत्य बोलेँ भने कसरी मान्छेको नजरमा राम्रो लाग्छु त। उसलाई त जसरी यसरी त्यसरी उसरी जसरी भए पनि उसलाई अरूको अगाडि राम्रो बन्नु छ। राम्रो बन्नका लागि उसले बार बार झुट बोल्छ। आफू खराब भएर पनि दुनियाँको नजरमा राम्रो बन्न